खास एक दीपम ज्योति परम ब्रह्म हेलो गाइस गुड मर्निङ है आज फेरि म अब अर्को भिडियो लिएर आएको छु आज हामी अफिसबाट लगभग 3 बजेको छेउमा चाहिँ च्याखुङ जानु आएको छ त्यहाँनिर एउटा म्याराथन हुँदैछ अनि त्यहाँनिर चाहिँ हामी अफिसको नियरली 20 to 22 जना जस्तो चाहिँ हामी चाहिँ पार्टिसिपेट गर्दैछ हो अनि आई एम वान अफ देम है अनि सफर पनि निकै राम्रो हुनेछ है अब किनभने म आफ्नो स्कुटी लिएर जाँदैछु अनि अदर पिपल्स है जसले उतो गर्नुहुँदैछ उहाँहरू नि आफ्नो आफ्नो वाहनहरू लिएर जानु भन्दैछ लेट्स मिट अब यहाँबाट चाहिँ पहिला चाहिँ हामी सबै काम सकेर घरको सबै काम सकेर अफिस जान्छौँ अफिसमा कामसाम गर्छौँ है दिउँसो लन्च खान्छौँ त्यहाँदेखि आफ्टर द्याट चाहिँ वी विल बी गोइङ टुवर्ड्स च्याखुङ 3 बजेको टाइममा चाहिँ प्लस अहिले गरिदिन्छ नि म अफिसमा चाहिँ हामी भन्दा बेसी चाहिँ रबिल एक्सर्साइज रहेछ र सबै कामहरू सबै हेरेर सकेर चाहिँ आफ्टर लन्च आफ्नो सबै खानापिना सकेर हामी रेडी भयौँ यहाँ हुनुहुन्छ हाम्रो नितेश जो चाहिँ च्याखुङ जानु आँट्नु भएको छ र रेडी हुनुहुँदैछ फेरि भनिदिनुहोस् सिबिनमा गेट हो बालाक्लावा झोला र अहिले हामी सबैजना रेडी भइसकेको छ च्याखुङ जानुको लागि है यता हाम्रो आशिष दा यहाँ हाम्रो पवि ब्रो हेलो भनिदिनुहोस् तपाईँहरू यो चाहिन्छ ल यो चाहिँ चाहिन्छ यता चाहिँ हामीलाई बाई भन्नु आएको हो 2 जना है हाम्रो अनदर राइडर एउटा राइडर कहाँ गयो हो टोटल हामी राइडर 4 जना चाहिँ एउटा गाडी जाँदैछ हो 2टा गाडी जाँदैछ लेट्स मिट अन द वे बाई 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 सर सबैलाई बाई बाई भनेर अब सबैभन्दा पहिला चाहिँ हामी चाहिँ यहाँनिर पेट्रोल पम्प जुन चाहिँ हाम्रै अफिसकै मुनिपट्टि छ केपिटी पेट्रोल पम्प यहाँनिर तेल हाल्न रोक्छौँ हामी जाँदै गर्दाखेरि बाइपासको त्यहाँदेखि चाहिँ हामीले जाम भेट्छ अरे 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 यो मान्छे के गरेको उता फुटपाथबाट नहानेर यस्तोहरूले त गर्दाखेरि त एक्सिडेन्टहरू हुन्छ
हेर्नुहोस् जाम कति छ है। तो गाइस देख सकते हैं जाम कितना है। पता नहीं ये जाम किस कुछ है। अन द वे है यस्तो जान्छ हो, बिचारा एम्बुलेन्सले बाटो पाएन। अब हामी साइड दिउँ भन्दाखेरि पनि हेर्नुहोस् न गाडीहरू सानो ठाउँ सानो अन्त अब गाडीहरू टु वे नै छ, कहाँबाट यो बाटो पाउँछ हो। अलिक अगाडि चाहिँ हामीले साइड दियो। त्यस पश्चात सिधै हामीले रोक्यो यता सिङताममा। त्यहाँनिर हामीले एउटा हाम्रो राइडर जो हुन्थ्यो उहाँलाई वेट गर्दाखेरि दिएकै हेर्नुहोस् न, यो ठुलो गाडीलाई अर्को ठुलो गाडीलाई तान्दै रहेछ। 2 नम्बर बेकारमा लगायो। And here we are TMT फ्याक्ट्रीमा हो, तर हाम्रो डेस्टिनेसन यो होइन। अब त्यहाँबाट निस्किँदा ओर्दा हाम्रो लगभग निकै टाइम खाइसकेको थियो होइन। हेर्नुहोस् न बाटो अँध्यारो छ, अन टप मेरो स्कुटीले देख्दैन पनि यस्तो बाटो हिँड्नु पर्दैछ हो। यस्तो राति हुँदा चाहिँ अब अफ रोडिङ गर्नु चाहिँ हरेस हुन्छ, हरेस हात पोलिसक्यो। बल्ल 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 सबै सङ्घर्ष सकेर हामी पुग्यौँ जोरथाङ। यहाँनिर चाहिँ हामी होटल नामदेलमा एकछिन चिया खाजा खानु रोक्यो। गाइस अब चाहिँ हामी यहाँनिर डिनर हो कि खाजा हो कि जे भयो नि खानु चाहिँ बस्न आँटेको छ हो। अब प्लेस इज रियली गुड। खाना कस्तो हुन्छ म बादमा हुन्छु खाइसकेर। यता हाम्रो उनीहरू चाहिँ अब बाइक भएर छिटो आयो हो। मेरो चाहिँ स्कुटी हो, के गर्नु जिन्दगी त्यस्तै छ। मोस्टली सबैजनाको अराइभल भइसकेको छ अब यहाँनिर हो। अझै एउटा गाडी आउनु बाँकी छ। हाम्रो अर्को ग्रुपहरू नै आइपुग्यो हो। Yes, so another group. Hi. Hi. तपाईँहरूको सफर कस्तो थियो के कस्तो थियो? घाँटी ढाड सब दुख्दैछ। गाडीमा आउनेहरू चाहिँ त्यस्तो गाडीमा आउनेहरू त यहाँनिर बसिरहेको थियो कि हेर्नुहोस् ल के देख्नु। त्यहाँ जोरथाङबाट निस्केर चाहिँ हामी जुमको उकालो गयो। हालाकि जुमको उकालो खुला छैन भन्दै थियो, तर आर्टिस्टिक खुल्लै हुँदो रहेछ। तर बाटो चाहिँ गाइस पुरै खतम छ, पुरै खतम।
फाइनली हामी पुग्यो आम्मो का निस्किन्छ कहाँ जानु एकछिन अनि गाडी हामी सबैजना चाहिँ अब भोकले कुई भएर हो खाना खानु जाने अरे ऊ जोस 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 यो पक्रान ल सो हामी चाहिँ यहाँ आइपुग्यो होइन अब चाहिँ हामी पिकअपमा जाँदैछौँ है गाइस यहाँ हेर्नुहोस् ल यो चाहिँ पिकअप हो तपाईँको यो पिकअप हो होइन यहाँ हामी यसरी ब्याक सिट डिक्कीमा चाहिँ हामी यसरी जाँदैछौँ ल आउन यहाँ पछाडि यहाँ चाहिँ त भाइ अर्कै हुन्छ कुरुक्षेत्रमा अब यसरी के हो 001 नितास क्षेत्र 003 पनि रहेछ कसो 003 जयदीप मेरो चाहिँ 1 नम्बर परेछ है अब चाहिँ हाम्रो आजको दिनको समाप्ति आएको छ सबै खानासाना खाएर अब हामी सबैजना रेस्ट गर्नु आएको एकछिन गफसफ गरेर अरू सुत्ने पनि र आजको दिन यहीँ खतम हुन्छ है अनि भोलिको म्याराथनको भिडियो चाहिँ तपाईँको फेरि नेक्स्ट सन्डे आउनेछ सो स्टे ट्युन्ड है के भयो इट वाज एक्साइटिङ तपाईँहरूले पनि हेर्नुहोस् तपाईँहरू इन्जोय गर्नुहोस् है डु लाइक सेयर माई च्यानल टिल देन सायोनारा टाटा बाई बाई नमस्ते थ्याङ्क्स फर वाचिङ